2082 कार्तिक महिनाको 28 गते शुक्रबार हजुरहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ सेक्टर र अन्य सङ्घ संस्थाको तयारी गर्दै बस्नुभएका अर्थात् तयारी गर्ने सोच बनाउनुभएका सम्पूर्ण विद्यार्थीहरूमा तपाईहरूलाई प्र्याक्टिस गराउनका निमित्त सामान्य ज्ञानका एमसीक्यू क्वेसनहरू लिएर म फेरि पनि तपाईहरूमा उपस्थित भइसकेको छु। आजको यो क्लासमा मैले तपाईहरूलाई सामान्य ज्ञानका एमसीक्यू क्वेसनहरू प्र्याक्टिस गराउने छु हेर्नुस्। र तपाईहरूले चाहिँ खरिदारको तयारी गर्दै हुनुहुन्छ लगायत तपाईले चाहिँ लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईले यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईले यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। ब्याङ्किङ सेक्टरको तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईले यो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। र अन्य सङ्घ संस्थाको तयारी गर्दै हुनुहुन्छ तपाईको सिलेबसमा सामान्य ज्ञान खण्ड रहेको छ, तपाईले सामान्य ज्ञान अध्ययन गर्नुपर्छ भने पनि तपाईले यो च्यानललाई चाहिँ सब्स्क्राइब गरेर जोडिनु होला है। ल यति भन्दै मैले अब ढिला नगरिकन यो प्र्याक्टिस क्लासलाई अगाडि बढाइहाले। हेर्नुस् तपाईको आजको पहिलो क्वेसन नम्बर 1 ले के भन्छ भन्नुहुन्छ भने विश्वको सबैभन्दा ठुलो बलौटे र तपाईको चाहिँ तातो मरुभूमि कुन हो भन्ने क्वेसन छ। विश्वको सबैभन्दा ठुलो बलौटे र तपाईको चाहिँ तातो मरुभूमि कुन हो भन्ने क्वेसन छ। अप्सन ए मा हेर्नुहुन्छ भने गोबी मरुभूमि, बी मा हेर्नुहुन्छ भने अरबियन मरुभूमि, सी मा हेर्नुहुन्छ भने सहारा मरुभूमि, अप्सन डी मा हेर्नुहुन्छ भने थार मरुभूमि। ल भन्नुस् यो क्वेसनको राइट आन्सर के हुन सक्ला भन्नुस् त। यो क्वेसनको राइट आन्सर के हुन सक्ला? यो क्वेसनको राइट आन्सर के हुन सक्ला? के हुन सक्ला? अप्सन नम्बर सी सहारा मरुभूमि है। सहारा मरुभूमि विश्वको सबैभन्दा ठुलो बलौटे र तपाईको चाहिँ तातो मरुभूमि भनेको सहारा मरुभूमि हो हेर्नुस् है। अप्सन नम्बर सी तपाईको राइट आन्सर रह्यो। त्यसैगरी क्वेसन नम्बर 2 हेर्नु होला। क्वेसन नम्बर 2 ले के भन्दैछ भन्नुहुन्छ भने 90% सिमाना नदीले छुट्याएको जिल्ला कुन हो भन्ने क्वेसन छ। 90% सिमाना नदीले छुट्याएको जिल्ला कुन हो भन्ने क्वेसन। अप्सन ए कञ्चनपुर, अप्सन बी मा हेर्नुहुन्छ भने कैलाली, अप्सन सी मा हेर्नुहुन्छ भने बर्दिया, अप्सन डी मा हेर्नुहुन्छ भने बाँकी। ल भन्नुस् यो क्वेसनको राइट आन्सर के हुन सक्ला? यो क्वेसनको राइट आन्सर के हुन सक्ला? नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिहाल्ने है। 90% सिमाना नदीले छुट्याएको जिल्ला कुन हो भन्ने क्वेसन छ। कुन हुन सक्ला? अप्सन नम्बर बी कैलाली जिल्ला है। 90% सिमाना नदीले छुट्याएको जिल्ला भनेको तपाईको चाहिँ अप्सन नम्बर बी कैलाली जिल्ला हेर्नुस् है। कैलाली जिल्ला हो। त्यसैगरी क्वेसन नम्बर 3 हेर्नु होला। क्वेसन नम्बर 3 ले के भन्दैछ भन्नुहुन्छ भने नेपालमा चाहिँ कति प्रजातिका सर्प पाइन्छ भन्ने क्वेसन। नेपालमा कति प्रजातिका सर्प पाइन्छन् भन्ने क्वेसन छ। अप्सन ए मा तपाईको चाहिँ 55, अप्सन बी मा 60, अप्सन सी मा 63, अप्सन डी मा 77। ल भन्नुस् कति हुन सक्ला? कति हुन सक्ला? नेपालमा चाहिँ कति प्रजातिका सर्प पाइन्छन् भन्ने क्वेसन छ। कति प्रजातिका? 63 प्रजातिका है। नेपालमा चाहिँ तपाईको 63 प्रजातिका तपाईको चाहिँ सर्प पाइन्छन् हेर्नुस्। अप्सन नम्बर सी तपाईको राइट आन्सर रह्यो। अब क्वेसन नम्बर 4 हेर्नु होला। क्वेसन नम्बर 4 ले के भन्दैछ भन्नुहुन्छ भने ललितपुरको पुरानो नाम के हो भन्ने क्वेसन छ। ललितपुरको पुरानो नाम के हो भन्ने क्वेसन छ। अप्सन ए उपत्यका, अप्सन बी एल, अप्सन सी मणिगल, अप्सन डी मङ्गल बजार। ल भन्नुस् के हुन सक्ला? ललितपुरको पुरानो नाम के हो भन्ने क्वेसन छ है। ललितपुरको पुरानो नाम के हुन सक्ला? के हुन सक्ला भन्नुस् त। अप्सन नम्बर सी मणिगल है। ललितपुरको पुरानो नाम भनेको तपाईको चाहिँ के रहेछ? मणिगल रहेछ है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिहाल्ने है। लोकसेवा तयारी गर्दै हुनुहुन्छ, शिक्षक सेवाको तयारी गर्दै हुनुहुन्छ, ब्याङ्किङ सेक्टरको तयारी गर्दै हुनुहुन्छ, सङ्गठित संस्थाको तयारी गर्दै हुनुहुन्छ हैन। र तपाईको सिलेबसमा सामान्य ज्ञान खण्ड रहेको छ,
सामान्य ज्ञान तपाईले अध्ययन गर्नुपर्छ, एमसीक्यू तपाईले अध्ययन गर्नुपर्छ भने च्यानललाई मजाले सब्स्क्राइब गरेर जोडिहाल्ने है। ल क्वेशन नम्बर 5 हेर्नु होला। गाई जात्रालाई नेपाल भाषामा के भनिन्छ भन्ने क्वेशन छ। गाई जात्रालाई नेपाल भाषामा के भनिन्छ होला भन्नुस् त। गाई जात्रालाई नेपाल भाषामा के भनिन्छ? भिङ्जा तपाईको चाहिँ भिङ्जया भनिन्छ कि हैन? अप्सन बी मा हेर्नुहुन्छ भने सापारु भनिन्छ कि, अप्सन सी मा तपाईको चाहिँ गुल भनिन्छ कि, अप्सन डी मा एन भनिन्छ होला। ल भन्नुस् के भनिन्छ? गाई जात्रालाई नेपाल भाषामा के भनिन्छ भन्ने क्वेशन छ। के भनिन्छ? के भनिन्छ? फटाफट भन्नुस्, फटाफट भन्नुस्। के भनिन्छ? के भनिन्छ? सापारु भनिन्छ है, सापारु भनिन्छ। हेर्नुस् गाई जात्रालाई नेपाली भाषामा तपाईको सापारु भनिदो रहेछ हैन? सापारु भनिदो रहेछ। सजिलो छ, सजिलो क्वेशन हो। क्वेशन नम्बर 6 हेर्नु होला। अब विश्वमा च्याउ खेतीको सुरु वा चाहिँ कुन देशबाट अर्थात् तपाईको चाहिँ कहाँबाट भएको हो भन्छ यो क्वेशनले। विश्वमा च्याउ खेतीको सुरुवात कहाँबाट भएको हो भन्छ यो क्वेशनले। अप्सन ए जापान, अप्सन बी फ्रान्स, अप्सन सी चीन, अप्सन डी कोरिया। ल भन्नुस् विश्वमा च्याउ खेती, च्याउ भनेको थाहा छ नि? च्याउ भनेको थाहा छ, हामीले खान्छौँ हैन? वनमा खोजेर भए पनि किनेर भए पनि हामीले च्याउ खान्छौँ। हो यो च्याउको सुरुवात चाहिँ कुन देशबाट भएको भन्छ क्या क्वेशनले। ल भन्नुस् कुन देशबाट होला? कुन देशबाट होला? चीन देशबाट। कुन देश रहेछ? चीन देश रहेछ है। चीन हैन? हाम्रै छिमेकी राष्ट्र, हाम्रै छिमेकी राष्ट्र चीन देशबाट है, चीन देशबाट। अब क्वेशन नम्बर 7 हेरिदिनुस्। क्वेशन नम्बर 7 ले के भन्छ? सीआईपी को पूरा रूप के हो भन्ने क्वेशन है। सीआईपी को पूरा रूप के हुन सक्ला? अप्सनहरु सुन्नु होला। अप्सन ए मा छ तपाईको चाहिँ कमर्शियल इन्टरनेशनल पर्सन, अप्सन बी कमर्शियल इम्पोर्टेन्ट पिपुल, अप्सन सी कमर्शियली इम्पोर्टेन्ट पर्सन, अप्सन डी कोर्पोरेट है इम्पोर्टेन्ट पर्सन। ल भन्नुस् के हुन्छ होला? के भन्छ होला? सीआईपी। सीआईपी को पूरा रूप के हुन्छ भन्नुस् त? सीआईपी को पूरा रूप के हुन्छ? कमर्शियली इम्पोर्टेन्ट पर्सन। के हुँदो रहेछ? कमर्शियली इम्पोर्टेन्ट पर्सन। हेर्नुस् त कति सजिलो छ हैन? सीआईपी को पूरा रूप भनेको, फुल फर्म भनेको कमर्शियली इम्पोर्टेन्ट पर्सन रहेछ। अब थाहा पाउने है, अहिलेसम्म जान्नु भएको थिएन भने अब तपाईले जान्ने। अब क्वेशन नम्बर 8 हेर्नुस्। नेपालमा चाहिँ है राष्ट्रिय ऊर्जा दिवस कहिले मनाइन्छ भन्छ यो क्वेशनले। नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाइन्छ? ल फटाफट भन्नुस्। नेपालमा राष्ट्रिय ऊर्जा दिवस हैन जेठ 5 गते मनाइन्छ कि जेठ 9 गते मनाइन्छ कि त्यसैगरी तपाईको चाहिँ जेठ है जेठ भन्छु असार 10 गते मनाइन्छ कि साउन 15 गते मनाइन्छ होला। ल भन्नुस् नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाइन्छ? कहिले मनाइन्छ भन्नुस् त? कहिले मनाइन्छ? कहिले मनाइन्छ? तपाईको जेठ 9 गते है, जेठ 9 गते नेपालमा राष्ट्रिय ऊर्जा दिवस तपाईको चाहिँ हरेक वर्ष प्रत्येक वर्ष जेठ 9 गतेका दिन मनाइन्छ हैन? जेठ 9 गतेका दिन मनाइन्छ। अब क्वेशन नम्बर 9 हेर्नुस्। संयुक्त राष्ट्र संघ युएनओ को स्थापना कहिले भएको थियो भन्ने क्वेशन। क्वेशन सुन्नु होला है। युएनओ युनाइटेड नेसन अर्गनाइजेसन को स्थापना कहिले भएको थियो? अप्सन ए सन् 1940 अक्टोबर 20, अप्सन बी सन् तपाईको चाहिँ 1945 अक्टोबर 24, अप्सन डी है अप्सन सी तपाईको चाहिँ 1950 जुन 15, अप्सन डी सन् तपाईको चाहिँ 1946 नोभेम्बर 10 तारिक। ल भन्नुस् के हुन्छ यो क्वेशनको राइट आन्सर? के हुन्छ भन्नुस् त? आउँदैन भने पनि गेस गर्नु होला है, गेस गर्नु होला, गेस गर्नु होला। के हुन्छ? के हुन्छ भन्नुस् त? सन् 1945 अक्टोबर 24, सन् 1945 अक्टोबर 24 है, अक्टोबर 24। ल अब क्वेशन नम्बर 10 हेर्नुस्। क्वेशन नम्बर 10 ले के भन्छ? नेपालसँग है हवाई सम्झौता भएका देश कति छन् भन्ने क्वेशन। नेपालसँग हवाई सम्झौता भएका देश कति छन्? अप्सन ए 32, अप्सन बी 35, अप्सन सी
40 अप्सन डी 45। ल भन्नुस् कति हुन सक्लान्, कति हुन सक्लान् भन्नुस् त। नेपालसँग हवाई सम्झौता भएका देशहरू, हवाई सम्झौता भएका देशहरू कतिवटा, कतिवटा 40 वटा है। अप्सन सी 40 वटा। नेपालसँग हवाई सम्झौता भएका देश तपाईको चाहिँ 40 वटा छन् हेर्नुस् है, 40 वटा छन्। क्वेशन नम्बर 11 हेर्नुस्। क्वेशन नम्बर 11 ले के भन्दैछ, नोबेल पुरस्कारको स्थापना कहिले भएको थियो भन्ने क्वेशन। नोबेल पुरस्कारको स्थापना कहिले भएको थियो। अप्सन ए सन् तपाईको चाहिँ 1890, अप्सन बी मा 1892, अप्सन सी मा 1896, अप्सन डी मा 1900। ल भन्नुस् नोबेल पुरस्कारको स्थापना कहिले भएको थियो। नोबेल पुरस्कारको स्थापना कहिले भएको थियो, कहिले भएको थियो भन्नुस् त। सन् 1896 मा है। अप्सन नम्बर सी सन् 1896 मा है, 1896 मा। ल क्वेशन नम्बर 12 हेर्नुस्। क्वेशन नम्बर 12 ले के भन्छ, सैनिक स्कुलको स्थापना गर्ने व्यक्ति को हुन् भन्ने क्वेशन छ। सैनिक स्कुलको स्थापना गर्ने व्यक्ति को हुन सक्लान्। अप्सन ए वीर शमशेर, अप्सन बी जङ्गबहादुर राणा, अप्सन सी है जुद्ध शमशेर, अप्सन डी पद्म शमशेर। ल भन्नुस् सैनिक स्कुलको स्थापना गर्ने व्यक्ति को हुन सक्लान्। सैनिक स्कुलको स्थापना गर्ने व्यक्ति को हुन सक्लान् भन्नुस् त। जुद्ध शमशेर है। अप्सन नम्बर सी जुद्ध शमशेर हैन। सैनिक स्कुलको स्थापना गर्ने व्यक्ति तपाईको चाहिँ जुद्ध शमशेर हुने हेर्नुस्, जुद्ध शमशेर है। अब क्वेशन नम्बर 13 हेर्नु होला। क्वेशन नम्बर 13 ले के भन्दैछ, रोइला गीत कुन क्षेत्रमा चाहिँ प्रचलित छ भन्ने क्वेशन। रोइला गीत कुन क्षेत्रमा प्रचलित छ। अप्सन ए कर्णाली क्षेत्र, अप्सन बी गण्डकी क्षेत्र, अप्सन सी सुदूरपश्चिम क्षेत्र तपाईको चाहिँ क्षेत्र, अप्सन डी मधेस क्षेत्र। ल भन्नुस् रोइला गीत कुन क्षेत्रमा प्रचलित छ। रोइला गीत कुन क्षेत्रमा प्रचलित छ भन्नुस् त। कुन क्षेत्रमा, गण्डकी क्षेत्रमा है, गण्डकी क्षेत्रमा, गण्डकी क्षेत्रमा। क्वेशन नम्बर 14 हेर्नु होला। क्वेशन नम्बर 14 ले के भन्छ, फ्रान्समा राज्य क्रान्ति कहिले भएको थियो भन्ने क्वेशन। फ्रान्समा राज्य क्रान्ति कहिले भएको थियो। अप्सन ए सन् तपाईको चाहिँ 1776, अप्सन बी सन् तपाईको चाहिँ 1789, अप्सन डी, अप्सन सी तपाईको चाहिँ सन् 1800, अप्सन डी है सन् तपाईको चाहिँ 1820। ल भन्नुस् के हुन सक्ला यसको राइट आन्सर, के हुन सक्ला। सन् तपाईको चाहिँ 1789 मा है, सन् तपाईको 1789 मा फ्रान्समा राज्य क्रान्ति सन् 1789 मा है, सन् 1789। अन्तिम क्वेशन हेर्नुस्। क्वेशन नम्बर 15 ले के भन्दैछ, सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ भन्ने क्वेशन। सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ होला। अप्सन ए मनाङ, अप्सन बी मुस्ताङ, अप्सन सी रसुवा, अप्सन डी सिन्धुपाल्चोक। ल भन्नुस् सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ। सातकुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ। सबैले सबैले भन्नु होला, सबैले भन्नुस् ल। रसुवा जिल्लालाई है। अप्सन नम्बर सी रसुवा जिल्लालाई सातकुण्डको जिल्ला भनेर तपाईको चाहिँ रसुवा जिल्लालाई चिनिन्छ हेर्नुस्। अप्सन नम्बर सी है। ल तपाईको क्लास चाहिँ यति नै रह्यो। थोरै तपाईलाई क्वेशनहरु प्र्याक्टिस गराइहाले। एमसीक्यू क्वेशन हैन, निकै महत्त्वपूर्ण क्वेशनहरु हुन्। सबै क्वेशनहरु राम्रोसँग पढ्नु होला, राम्रोसँग अध्ययन गर्नु होला है। अब यदि तपाईले चाहिँ लोकसेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ सेक्टर र तपाईले अन्य संगठित संस्थाको तयारी गर्दै हुनुहुन्छ, अन्य संघ संस्थाको तयारी गर्दै हुनुहुन्छ, तपाईको सिलेबसमा सामान्य ज्ञान खण्ड रहेको छ भने यो च्यानललाई तपाईले सब्स्क्राइब गरेर जोडिनु होला भन्दै यो क्लासबाट म छुटिन्छु। हवस् त, धन्यवाद।